सेवारो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू आयो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला हामी पनि एकदम ठिक छौँ हामी पनि एकदम ठिक छौँ आज चाहिँ हाम्रो तयारी कहाँको छ छोरो सैलुङ जानेवाला छौँ आज जाँदैछौँ तपाईँहरूको पनि न्यू इयर एकदम राम्रो हुन्छ होला हाम्रो चाहिँ न्यू इयर प्लानिङ थियो नि त मैले योभन्दा अगाडिको ब्लगमा सबै प्याकिङ गरेकोहरू हालेको छु तपाईँहरूले हेर्नुभयो होला भन्ने एकदम धेरै आश गरेको छु है अब हामी चाहिँ हिँडेको गाडी पनि आइसक्यो अब बिहान चाहिँ मैले बनाउनु पाइनँ नि त हिँड्ने बेला बनाएको हाम्रो गाडी चाहिँ माथि हाम्रो गाडी चाहिँ हो अब हामी गाडीमा जाने हो सामानहरू प्याकिङ भइसक्यो अब गाडी चाहिँ अलिक ढिलाउनु भयो नि त त्यही भएर अब हामी चाहिँ ठ्याक्कै यहाँको कति बज्यो 1:30 भयो होला होइन 1:30 भयो होला हामी चाहिँ हिँडेको एकदम रमाइलो हुनेवाला छ इन्जोय गर्छौँ तपाईँहरू पनि इन्जोय गर्नु होला कहाँ हुनुहुन्छ के हुनुहुन्छ सुखिरहनु होला खुसी रहनु होला सबैजनालाई ह्याप्पी न्यू इयर साथीहरू एडभान्समा सबैजनालाई ह्याप्पी न्यू इयर हामी चाहिँ न्यू इयरको लागि निको आमा हाम्रो दिदी त आज त के हो रेखा थापा भन्दा कम देखेको छैन हौ के हो आज त चमक देखेको छ त सैलुङ हिँडेको आमा के हो आफ्नो म अगाडि बसौँ छोरा तिमी भनेकै नमान न फोक्सो रे यता हेर त यस खै सबैजनालाई ह्याप्पी न्यू इयर भन न ह्याप्पी न्यू इयर खोइ हामी चाहिँ जम्मा ड्राइभर सहित 12 जना भयौँ होइन साथीहरू अब हामी चाहिँ फाइनल हिँडिसक्यौँ बसेर फेरि गएर खै है सबैजना हामी हिँडेको हेलो हिरो के छ हिरोको के भइरहेछ यहाँ निश्चल मैले एउटा टिकटकमा डान्स पो सिकेको छु त अहिले गर्नलाई यता हेर न यता हाल्छ हल्दी छ के छ अर्को त्यो टिकटक भगवान सपना यो खान्छ तिमीलाई कस्तो लागिरहेछ रमाइलो लागिरहेछ छैन रमाइलो भएको छैन बरु उतै बसेको हो नि बसेको भए जस्तो लागिरहेछ हो के भइरहेछ भन न मनमा के भइरहेछ भन न ड्याम साथीहरू अब चाहिँ हामी सल्लाहगारी आइपुगेको सकेका छौँ भक्तपुरको खोइ कहाँ जानुभयो सबैजना टोइलेट कता घुमिरहेको छ यस सल्लाहगारी हामी भनेको सैलुङ रामेछाप जाने हो नि त हामी त टाढा त टाढै छ नि ए दोलखा ओइ अनि दोलखा र रामेछाप एउटै होइन खानेकुरा खाम न खान्छ के छ फेरि पनि मैले त खाएँ म त अघि खाएन पुग्ने निकालेको मैले खाएँ नि होइन भोक लागेपछि त खानु परिहाल्यो के छ यो भित्र आलु त एक पाटी छ खाएर जाउँ न अरू खाजा भोक पनि लाग्यो त्यही त स्वार्थी चाहिँ नबोल्न न दिदी तिमी आलु खाने हो साथीहरू आलु आलु मारो मुझे मारो नहीं ये मजाक हो रहा है 1 सेकंड यार मजाक के खाएँ मैले सबै भिडियोमा पो हाल्छ यत्रो आँखा पल्टाएको सब हालिदिन्छु यत्रो आँखा पल्टाएको सब हालिदिन्छु ऊ भाइको छेउमा बसिरहेको छन् छाडा बोलेको चाहिँ के हो पारा यिनीहरूलाई चाहिँ के हुन्छ गाडीमा हिँड्ने बेला सानो त चाहिँ के हो अब चाहिँ साथीहरू हामी आलु खान्छौँ आलु
सोलुको आलु वाउ खाइदिउँ त ठिक छ यतिको आलु खाने हो हामी को खाने आलु सबैजना तिमी खाने कि नखाने धेर नगुमाउ जान्छ क्यामेरा ए बाबा सानो चिचोला न निचोला न चिचोला न बोक्रो राम्रो नराम्रो हाम्रो उता हिरामणि जस्तै रहेछ हिरामणि नै यसरी नै खान्थ्यो के बोक्रासँग मिलिहाल्छ नि हिरामणि हिरामण्डी सबै खाने मिल्छ कस्तो भोक लागिरहेको हो र नानी चाहिँ पर्नु नि यार बरु मिठो पिरो देऊ न यार यता ए नि हो पेट पाला पो भयो त भोक लाग्यो साँच्चै खोर्सानी खोइ खोर्सानी डेनियललाई चाहियो खोर्सानी यो आलु चाहिँ सोलुको आलु है छुट्नै होइन क्या सोलुको आलु त मैले कति मजाले खाइरहेको होला है साथीहरू तर भोक पनि लागेको थियो क्या मलाई तपाईँहरूलाई पनि त्यस्तै हो हामी त करले खाएको तिमी करले खाएको नखाऊ त छोरो लिप दियो इङ्ग्लिस मेरो इङ्ग्लिस कस्तो लाग्यो आन्टी र जानु भएको ए मामाइली पनि टाढै छ क्या मर्नुहुन्छ है परम दिन यो खानु भएको यस्तो गरेर खाने पहिला हामी अगाउँछ नि खाऊ न स्वार्थी नम्बर 1 मैले छुइनँ नि फेरि म त 1 नम्बरमै पर्छु स्वार्थीमा त खानुमा मात्रै होइन गाई त अब भोक लागिरहेछ अनि म भोक लागिरहेछ अब स्वार्थी नबनाएर हुन्छ त होइन तिमी नखाने छोरो आँगर गिभ मी पिरो नआँगर नो भ्युअर्सहरूलाई खुवाइदिनु यो त जसले मेरो युट्युब हेर्नुहुन्छ नि उहाँहरूको लागि सोलुको आलु खाना आऊ हे साथीहरू कहाँ भन्दा यो सुमोभित्र सोलुको आलु खाना आऊ हे साथीहरू सोलुको आलु खानुपर्छ है हाम्रो गाडीको चाहिँ तेल सकेछ तेल हालिरहेको छ अब चाहिँ हामी तेल हाल्ने ठाउँमा छौँ सबैजना सुत्ने यार म मात्रै आज सुतेको छुइनँ म पनि उठेको छु कोही सुतेको सबै सुतिरहेको हो आज म त सुत्न पाएकै छुइनँ छायो सबैजना सुते म त सुत्न पाइनँ किनभने मेरो काठमा एउटा न एउटा बच्चा नै अघि एउटा काठमा त राम्रो बच्चा राखेको सबैजना रहेछ काठ यतिकै झिमिक्क पनि लाग्दैन हौ सबैजना सुत्ने म मात्रै नसुत्ने सबैजना सुतिरहेको म मात्रै गाह्रो छ कति बेला पुग्ने भन्ने मात्रै छ साथीहरू आज गएर आइजन् बोल्दै थियो गाडी यहाँ ल्यायो के त्यही भएर बोल्न पाइनँ आमा कान्छा हेर्नु त 4000 भन्नुभयो त 4000 दिनु न अहिले एकछिन
आमा क्या रिस हो भन क्या रिस हो ए बा कहना क्या चाहते हो मलाई त यहाँ हकारेर भर्खर 30 अब भरेमा म कस्तो सुत्न मन लागिरहेको छ सबै निधाए म मात्र यहाँ अनि यहाँ काखमा डेनेल छ ओइ चिज मलाई नि देऊ न म नि हान्छु न ल दादालाई देऊ पानी परेर मस्त छ अब घुमाइ चाहिँ 0 होला जस्तो छ बल्ल 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 हामी कुन ठाउँ पुगेको यो हामी कुन ठाउँ पुग्यौँ यस्तो जङ्गलमा पानी परिरहेको छ यता चाहिँ भमिट गरेर छिटो लागेर हाँस दुवैजना अब यस्तो पानी पर्छ कसरी घुम्ने होला कसरी घुम्ने होला घुम्न आउनु पनि बेकार छ कसरी के गर्ने जाडो हुँदो रहेछ ज्याकेट छैन ज्याकेट ल्याएको छैन नि यो एउटा पातलो छ यो यति हो अहिले त जाडो भएको छैन तिमीले त ज्याकेट ल्याएर हुना नि त्यही हो होइन छनु त छ तर क्लिक हान्दिनु फोटो खिचिदिनु ल भिडियो पनि के ओके पानी परिरहेको छ कसरी घुम्ने होला यार कसरी घुम्ने कति महिना अगाडिको हाम्रो प्लानिङ आज आएर एउटा पानी परेर छप्पा गरेर केही छैन जति पानी परे पनि घुम्न चाहिँ छुट्नु हुँदैन हामी जानुपर्छ घुम्न चाहिँ ड्याङ आएर घुम्नु चाहिँ पर्छ है को घुम्न जाने को सुत्ने गएपछि निर्णय हुन्छ अब गएर होटल पायो भने चाहिँ सुत्ने होला फेरि गाडीमा सुत्यो हुने होला तातो पनि हुँदो रहेछ यता सोल्टिनीको ट्रेनिङ सुरु कम्ता आज त तपाईँलाई त लास्टै नमिठो छ साथीहरू यति धेरै जाडो छ अहिले सैलुङ चाहिँ पुगेको छैन आधी बाटोमा कुन ठाउँ हो यो कुन ठाउँमा हामी आएर त्यो होटल बुकिङ गरेर आएको छु सैलुङ भ्यू होटल भनेपछि दोलखा लाम्चे आहाल यस्तो जाडो छ साथीहरू तपाईँहरू यो सिजनमा आउनुहुन्छ भने चाहिँ सोचेर आउनु होला जाडो छ मैले त लुगा पनि बोकेको थिएँ यस्तो पातल ज्याकेट लगाएर आएको जाडो भएको छ भर्खर त गाडीभित्र त चिसो हुन्छ नि त गाडीभित्र त तातो हुन्छ नि त बाहिर निस्किसकेपछि त बाउको बिहे देख्नु रहेछ साथीहरू यस्तो जाडो त्यस्तो अब अँध्यारो भयो होइन अब हामी सैलुङ चाहिँ पुगेको छैन सैलुङ चाहिँ अब बिहान हुन्छ आज चाहिँ हामी यही होटेलमा बस्नेवाला छौँ कति ठाउँ सोद्धा गरियो काहीँ पनि पाएन तल गएर फर्केर आयौँ अनि हाम्रो चाहिँ माथि दाजु जानुभएको छ सुत्नलाई अनि यतातिर छ हाम्रो ग्रुपहरू हामी चाहिँ फाइनली रुम पनि पायौँ कतिवटा बेड छ ला 4वटा बेड रहेछ हामी चाहिँ यसरी गयौँ अब 3जना चाहिँ माथि छोरा मान्छे चाहिँ माथि अनि हामी चाहिँ यहाँ बस्नेवाला छौँ तर यो सैलुङ भन्ने ठाउँमा चाहिँ रुम पाउन एकदम गाह्रो हुने रहेछ साथीहरू आउनुहुन्छ भने अगाडि बुकिङ गरेर आउनु होला अब पाएको यो रुम पनि
कहाँ बस्यौँ के गऱ्यौँ पाइनौँ त्यही भएर आज यहाँ यस्तोमा बसिरहेको छौँ एउटा हलमा हाम्रो चाहिँ यस्तो कार्यक्रम भइरहेछ गाइज कलाएर यस्तो कार्यक्रम भइरहेछ यो श्रेया गोर्खा बियरलाई जान्छ तन आइज त पनि खा ह्याप्पी न्यू इयर साथीहरु ह्याप्पी न्यू इयर हाम्रो त यस्तै चलिरहेछ है साथीहरु न्यू इयर भाइब एकदम गुड छ है रमाइलो छ हाम्रो न्यू इयर म पनि यहाँ छु त फेरि कहाँ कम त आउँछु यार हेर न कस्तो भिन्दैछ हेर न स्लो म गरेको कस्तो मजाले भिन्दैछ म पनि यहाँ छु त परेवा उठेको जस्तै गरे ह्याप्पी न्यू इयर म त खिचिन मलाई चाहिँ भिडियो पठाऊ अलि त दिनु पर्यो नि हैन गाइस तर यति बाइक खाइँदैन भोलि घुम्नु पर्ने छ क्या अलिक फेरि सकिँदैन नि त जाडो त लास्ट जाडो छ म त अघि नै भनिसकेँ तपाईँहरू मैले फेरि पनि भन्छु होइन सैलुङ आउनुहुन्छ भने चाहिँ अगाडि नै रुम बुकिङ गर्नु होला हामी त बल्ल पाएको तल पुगेर नि फेरि फर्केको हामी सैलुङमा पनि छैनौँ तल नै छौँ होइन यहाँदेखि करिब 40 मिनट जति लाग्छ अरे नि त हामी फर्स्ट टाइम केही पनि थाहा थिएन केही गरेन तर सबैजना बुकिङ गरेर हामी चाहिँ यस्तो रुममा परेको छौँ एउटा हल छ यो हलमा चाहिँ हामी मस्त बस्ने हो यहीँ हामी यतातिर छौँ मस्त सुत्ने हो मस्त बस्ने हो गाइज साथीहरू अब मेरो चाहिँ अब आएको छैन हामी चाहिँ वेटिङमा हो है अभी त वेटिङमा हे हामी चाहिँ खाना खाइसक्यो त गाइस हामी त सबैजनाले उठिसक्यो मैले नि खाइसकेँ के पनि जानु खाली छ यो मेरो भाग हामी यहाँ रुमबाट निस्किन आँटेको साथीहरू गुड मर्निङ सबैजनालाई 2082 साल पनि आइसक्यो सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु 2082 सालले चाहिँ तपाईँहरूको जिन्दगीमा सधैँ हर्ष उल्लासमाया बितोस् ह्याप्पी न्यू इयर खोइ त यार कसै बोल्दैन कोही नबोल्नु यार लाटा लाटी हो क्या ह्याप्पी न्यू इयर सेम टु यु ह्याप्पी न्यू इयर मेरो युट्युब फ्यामिली अनि सबैजना मेरो आफन्तहरू मेरो फ्यामिली सबैजनालाई 2082 सालले चाहिँ खुसी सुख हर्ष उल्लासमय बितोस् सबैजनालाई धेरै धेरै माया है त साथीहरू अहिले हामी चाहिँ अब यहाँ रुमबाट निस्केको अब हामी चाहिँ जाँदैछौँ सैलुङ हामी पुगेको छैनौँ नि अब हामी चाहिँ निस्केको साथीहरू है त जाडो छ कि बेसी जाडो छ ल हिँड्न खानु जाडोको 1 नम्बर जाडो छ जाउस एक्सपिरियन्स गर्न पाइयो मैले चाहिँ यत्रो गेस बोकेर हिँडेको छु घाम लागेछ यो हाम्रो यो चाहिँ हामी बसेको रुमबाटको बाहिरको बिहानको भ्यू हो अब हामी हिँडेको सबैजनालाई यो चाहिँ हाम्रो गाडी भयो भारी प्याक गर्दैछौँ हामी सबैजना आइसक्यो हेलो मैले देखा त म त मेरो भिडियोमा त म आएकै छुइनँ त होइन मलाई फुल देखा न फुल छ म चाहिँ लुङ्गी लगाएको छु होइन भित्र टी सर्ट छ लुङ्गी लगाएको छु भित्र प्यान्ट पनि छ नि त जाऊ तल सबै लुङ्गीमा चाहिँ हामीले जाऊ तल भिडियो बनाउने फोटो खिच्ने अहिले जाडो भएर यो लगाएको छु क्या भित्र टी सर्ट छ सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु ह्याप्पी न्यू इयर हिँडेको है त साथीहरू हामी खोइ सबैजना पसेको हो यस पसेको पसु
साथीहरू अब चाहिँ हामी पुग्यौँ यहाँदेखि चाहिँ हामी हिँड्नु पर्ने हुन्छ अब 1 घन्टा जति हिँड्नु पर्छ अरे अब लेफ्ट राइट मेरो अनि चाहिँ यहाँ पुग्यौँ सैलुङ त पुग्ने होला खै खासमा यो ठाउँलाई सैलुङ भन्छ अब चाहिँ यो हाम्रो गाडी हो पार्किङ गरेर हामी चाहिँ अब हिँड्दै जान्छौँ साथीहरू हिँड्दै जाने अब ब्याग स्याग बोक्नुपर्ने हुन्छ सामान बोक्नुपर्ने हुन्छ यो चाहिँ हामी पुगिसक्यौँ अब चाहिँ हामी आमा सेतो गुराँस हेर्नु साथीहरू सेतो मैले चाहिँ फर्स्ट टाइम सेतो गुराँस चाहिँ मैले फर्स्ट टाइम देखेको सेतो कि पिङ्क भन्ने कि के भन्ने हो त्यस्तो गुराँसहरू फुलेको रहेछ कलर टिप्दिने है टिप्न सकिँदैन अब यहाँदेखि चाहिँ हामी हिँड्दै जान्छौँ हेलो हाई 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 सबैजनालाई हाई कोही खुसी छैन कि क्या बोल्दा नि बोल्दैन त कोही खुसी छैन कोही खुसी छैन अब चाहिँ हामी हिँड्दैछौँ अब कति घन्टामा पुगिन्छ यो लुङ्गी त अहिले खोल्दै पुगिन्छ होला त बारी बोकेर हिँडियो कसैले सोधे कहाँ हो भन्नुहुन्छ कस्तो चिसो यार हातै ठिलायो मैले बोकेको भाइ चाहिँ कान्छाले बोकेको छ हामी चाहिँ अब हिँडेको प्रस्थान भयो फाइनली अब चाहिँ हामी सैलुङ छिरिम हिँड्न नि नसक्ने यार अब चाहिँ छिरिम हामी अब त्यो गेट छ गेटबाट सट्ट गइन्छ गनायो हौ गाडी डुङ्गा गाडी गनायो अब चाहिँ हिँड्यो हामी चाहिँ लुङ्गी लगाएको के साथीहरू किनभने अब भरे त कपडाहरू चेन्ज गर्न सजिलो हुन्छ नि त अनि हामीले चाहिँ लुङ्गी पनि किनेको थियौँ अस्तिको भ्लगमा देखाल्नु भयो त्यो लुङ्गी चाहिँ अब टिकटक बनाउँछौँ हेरिदिनु ल टिकटक पनि साथीहरूले यो चाहिँ फाइनली यो गेट हो सैलुङको गेट हो अब चाहिँ यो ग्रेट वाल होइन यो सम्झु यो अब हामी चाहिँ ग्रेट वाल छिर्यो नि सम्झु ग्रेट वाल छिर्यौँ फाइनल्ली अब हामी चाहिँ छिर्यौँ गाई खोइ हाम्रो धेरै मान्छे सबैजना स्या भइरहेछ सबैजना हिँड्नु सकेको छैन मलाई पनि गाह्रो भइरहेको छ हिँडिरहेको छु गुराँस चाहिँ पाएन हौ गुराँस पाएन गुराँस टिप्नु भन्दाखेरि सजिलो छ नि सैलुङ भन्यो होइन सजिलो आमामा गएर सैलुङ घुमेर आउने भने सजिलो छ यत्तिकै पाइन्छ यसरी हिँड्नुपर्छ ला लुङ्गी खुस्क्यो लुङ्गी खुस्क्यो मेरो सजिलो छैन नि यसरी हिँड्नुपर्छ त्यतिकै पाइन्छ साथीहरू तपाईँहरू आउनुहुन्छ भने अहिलेको सिजनमा जाडो छ टन्न लुगा लगाएर आउनु होला यति मलाई त जाडो भएर हिजोदेखि हाम्रो 2 दिनको टुर हो तर यहाँ आएर बास बस्ने ठाउँै रहेनछ होइन तलै बस्यौँ साह्रै गाह्रो छ स्यासा भएर चाहिँ बोल्न सकेको छैन भरे भयो भरे भेटौँ न मेरो ग्रुप आउँदैछ हेलो खुसी छ कि छैन तपाईँहरू आज खुसी छ कि छैन खुसी छ कि छैन खुसी छ कि छैन
I love you. I love you too. यो गुराँस चाहिँ मेरो स्पेशल मान्छेको लागि यहाँबाट हिँड्नु न कति जानुपर्छ ए ला 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 भरे भेटौँ न साथीहरू हिँड्न गाह्रो भइरहेछ बोल्न सकिनँ म पनि हुँदो रहेछ रक्सी कुर्मी छ रक्सी बोकेर हिँड्नु हुँदो रहेछ अगाडि जाऊँ त म चाहिँ बल्ल अगाडि आइपुगेँ साथीहरू सबैजनाको एकदम 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 रमाइलो भइरहेको छ म चाहिँ बल्ल अगाडि के बल्ल अगाडि एकदम रमाइलो छ साथीहरू पनि आउनु होला एकचोटि कहाँ कहाँ हुनुहुन्छ कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ जहाँबाट भए पनि अहिले झन् लडे हो आइपुग्नु होला भन्न चाहन्छु एकदम रमाइलो किन जानुभयो विदेशतिर घुम्नु होइन साथीहरू नेपालमै छ नि घुम्ने ठाउँ होइन छोरो अलिअलि बोल न कस्तो लागिरहेछ आज घुम्न आउँदाखेरि रमाइलो छ छैन बोल न रमाइलो छ एकदम रमाइलो छ रमाइलो मान्नु पर्यो नि खोइ आएन नि त हौ गाइजहरू त खै घामले केही नदेख्दो रहेछ त हेलो सम्झु के छ ओए लुङ्गी लाएर हामी चाहिँ हिँडेको भित्र त फेरि सेक्सी कट्टु छ नि फेरि हाफ कट्टु छ नि फेरि घोडा हरेको रहेछ खोइ उयो ए साथीहरू अब चाहिँ जाडो पनि हरायो हामीलाई किनभने हिँड्दा हिँड्दा गर्मी भयो त्यही भएर ज्याकेट खोलियो टी सर्ट मात्रै लाइयो तल लुङ्गी खोलियो हाफ कट्टु लाएर यसरी हिँडिरहेको छौँ होइन अब चाहिँ हिँड्यो है खोइ मेरो ब्याग यो चप्पल चिप्लिन्छ है चप्पल होइन यहाँ चिप्ले छ अघि म पनि चिप्लेको अब चाहिँ हामी हिँडेको साथीहरू अब चाहिँ हामी गइयो यस्तो लाज लाग्यो यार हाफ कट्टु लगाएको त लुङ्गी बेरौँ कि क्या हो पछि कुदै आऊ है ए
साथीहरू हामी चाहिँ अब जाडो यो अघिसम्म हिँड्दा गर्मी भयो ज्याकेट पनि खोल्यो लुङ्गी पनि बोक्यो अझै यसरी हिँडिरहेको छु भन्नलाई राम्रो देखेको देखेन छ्या नभन्नु होला लाज लाग्यो के मलाई फोटो खिच्ने भिडियो खिच्नेको अहिले एउटा भिडियो भएको रहेछ स्योर भाइरल हुन्छ त्यो भिडियो चाहिँ हामी चाहिँ हिँडिरहेको छौँ साथीहरू अब हामीले एक बार पनि कोटिसक्यो यो भनेको जङ्गल अब कति टाइम लाग्छ थाहा छैन यो घोडा चाहिँ कहाँसम्म पुग्छ हो यता आउँछ र अब चाहिँ हामी डाँडा छिर्यौँ गाइस डाँडा छिर्यौँ हामी चाहिँ फाइनली डाँडा छिर्यौँ साथीहरू अब हामी कहाँ जान्छौँ के गर्छौँ हेर्नु यस्तो राम्रो यार यस्तो राम्रो ठाउँ के गरेको त्यो खोइ योहरू चिजहरू खोइ किन ऊ सानो अरे फोटो खिच्नलाई त्यहाँ रेडी बसिरह यहाँ खिचिदिने मान्छे यहाँ छ क्या हुआ कति धेरै रहेछ ठाउँ त नि हामी कहाँ जाने ल कुन डाँडा जाने गुम्बाको डाँडा जाने हो अहिले चाहिँ साथीहरू सैलुङ भनेको यही रहेछ हौ कति धेरै मेरो इच्छा थियो मेरो सपना थियो सैलुङ जान्छु भनेर होइन फाइनल्ली पुग्यौँ हामी सबै हाम्रो यो सपना भएको मान्छेहरू जानु हुँदैन है त भिरतिर लड्छ यताबाट जाऊँ ल हामी के यताबाट जाने कहाँबाट म चाहिँ खासमा साथीहरू फोकस चाहिँ म ठाउँलाई दिइरहेको छु तपाईँहरूलाई पनि मैले कति बोल्दाखेरि नि भनिरहेको छु क्या तपाईँहरू पनि आउनु होला यस्तो राम्रो ठाउँमा हाम्रो नेपालमा यस्तो राम्रो ठाउँ छ भनेपछि त होइन को चाहिँ आउँदैन होला कता जाने जहाँ भयो नि आफ्नो इच्छा रहेछ ल जाउँ जहाँ भयो नि यो जति भिडियो बनाए नि सकिँदैन क्या यो मेरो त के भन्छ भिडियो पनि कहिले अपलोड गर्ने हो थाहा नै छैन यार कहिले अपलोड गर्ने थाहा नै छैन यति धेरै भिडियो बनाएको छु होइन साथीहरू अब कति अपलोड हुन्छ कतिको हुँदैन त्यो आफ्नो ठाउँमा छ तर स्टोरेज चाहिँ फुल छ है तर यो मेरो फोनमा कहिले नि फुल हुँदैन फेरि साथीहरू कहिले नि फुल हुँदैन ला माथि पुगेछ कति पुगेछ अन्त गाइजहरू त के हो चन्द्रा दिदी सबसे पछाडि बिचरा अघि राख्दै निकै भइहालेछ गाह्रो भइरहेछ साथीहरू हामी त इनर्जी ड्रिङ्कमा पो पर्यो त हौ इनर्जी ड्रिङ्क अब इनर्जी ड्रिङ्क नखाए त हुँदैन नि त खै त मरिहाल्छ चेयर्स ह्याप्पी न्यू इयर म त जहिले सहमति त हुन्छु उ त फेरि लामै भन्छ अब हामी चाहिँ फोटोहरू सबै खिचिसक्यौँ होइन अब ब्याट्री पनि सकिन लागिसक्यो कतिसम्म थाम्छ मेरो ब्याट्रीले चाहिँ त्योसम्म चाहिँ म भिडियो बनाउँछु नत्र भने चाहिँ म बनाउँदिनँ बुझ्नु होला है साथीहरू अब हामी चाहिँ अब हालिएको खाजाहरू खान्छौँ होइन अब फोटो भिडियो टिकटकहरू त बनाएको छौँ टिकटक पनि हेर्न सक्नुहुन्छ अब हामी चाहिँ खाजा खान्छौँ खाजा खाएर अनि हामी कहाँसम्म पुग्छौँ माथिसम्म पुग्न सक्यौँ भने जान्छौँ नत्र भने हामी फर्किन्छौँ लुङ्गी लाएको मेरो चाहिँ लुङ्गी लाएको भिडियो छैन जाडो छ होइन तर ठिकै हो यतिको जाडो त हुनु परिहाल्छ नि होइन एउटै ठाउँको जस्तो भयो भने त किन घुम्न जाने होइन फरक पनि त हुनु पर्यो अब खाजा खान्छु खाजा खाइसकेपछि आउने छु तर भिडियो चाहिँ बनाउँदैन थाहा छैन किनभने मेरो फोन चाहिँ
त्यस्तै भयो हाम्रो खाजा रमाइलो के खोज्नु है अब हिँड्दै जाँदा यस्तै घिउ मिठो हुन्छ नि यस्तो खाजा हान्छौँ हाम्रो खाजा चाहिँ फेरि चाउचाउहरू छ के छ होइन अब सबै तलै गएर खाने हो ह्याप्पी न्यू इयर हामी त यस्तो पो छ गाइस यसलाई भन्छ होइन अझै ड्रिङ्क टाढाबाट लिएको भिडियो हो है म पनि हिँड्दा तागेको छु यहाँ चाहिँ धामी नाचिराख्नु भएको छ सरी अनि अघि हामी आउँदैखेरिको त्यो भ्लगमा हेर्नु भएको छ भने त्यही हामी हुनुहुन्छ उहाँ चाहिँ होइन अनि यताबाट यो चाहिँ मेन बाटो रहेछ हामी चाहिँ यो बाटो आयो नि त अनि यताबाट चाहिँ गएर अब यस्तो गएर चाहिँ गुम्बा पुग्नुपर्ने गुम्बा चाहिँ कहाँ छ यो गुम्बा है त्यहाँ पुग्नुपर्ने यस्तो भिड छ गाइज अब म छोरी चाहिँ ढिलै भयो किनभने उसको आची आएर के त्यही भएर कुरेर बस्यो सबैजना गइसक्यो माथि पुगिसक्यो हाम्रो साथीहरू माथि टाढातिर पुगिसक्यो हामी चाहिँ एकदम हिँडिरहेको छ बिस्तारै सकेको छैन यहाँ भिडियो हेर्नुहुन्छ भने तपाईँहरू यस्तो रमाइलो हुँदो रहेछ है आज त झन् न्यू इयर त्यही भएर पनि होला बेसी आउनु भएको मान्छेहरू अनि के कुरा गर्ने हामी पनि न्यू इयर मनाउनु त आएको नि होइन तर रमाइलो छ अहिले तर हिँड्न त लास्टै गाह्रो क्या यो सब डाँडा मान्छेहरू हिँडिराख्नु भएको छ हामी पनि टाढै यसरी हिँडिरहेको छ ब्याट्री पनि खास छैन है ल अहिलेलाई चाहिँ यति गर्नु भ्याएँ ल भिडियो छैन टावरमा छिर्ने रहेछ वाउ यहाँ चाहिँ रहेछ नि त नि यो बा यहाँ तल चाहिँ रहेछ गाइस OMG यहाँ चाहिँ रहेछ यार कपाल तानेर नठेल्नु है यो चाहिँ गुम्बा रहेछ कस्तो भिड एक्सक्यूज मी भाइ यता जाऊँ न
कहिले चाहिँ स्वाद ब्रो रमाइलो त रमाइलो साथीहरू कता कता गए मेरो साथीहरू दुईजना हरायो यार अब चाहिँ हामी बाहिर आऊ आऊ छिटो एकछिन माया एकछिन के हो एकछिन कुरौँ न ऊ सबै हराउँछ क्या अहिले कुर्दा कुर्दा यस्तो भिड यसरी त कसरी हो रिङ्गटै चलिसक्यो अब चाहिँ भएको पावर पनि सक्यो है भित्र चाहिँ हामी यत्रो भित्रमा कसो पावर सक्यो है साथीहरू पावर सक्यो जम अब चाहिँ जम ल दिदीहरू कहाँ चाहिँ पकाउनुहुन्छ र खोइ यार कति यता त खानेकुरा पनि रहेनछ गाह्रो साथीहरू आऊ है हराउँछ है दिदीहरू कहाँ गएको के गर्नु त यता ऊ पर फोटो खिच्न थालिहाल्यो नि उनीहरू खिच्न थाल्यो होला भनेको नि हामी पनि त्यहाँ पुगेर पो आएको त अघि ऊ पर डाँडामा उनीहरू आइसक्यो कि बा हाम्रो मान्छेहरू हरायो ऊ हरायो ल आऊ आऊ हराउँछ है यस्तो जाडो भयो अब चाहिँ चिसो 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 अब चाहिँ हामी फर्केको है सबैजना को फर्किने बेला पनि भयो जस्तो छ फर्किसक्यौँ हामी चाहिँ अब चाहिँ घरमा गएर भेट्यो मलाई साथीहरू अब चाहिँ म भिडियो बनाउँदैन किनभने मेरो फोन अफ भयो ओ आइज फर्क्यौँ अब फोन अफ भयो उता घरमा गएर भेटौँ होला